विशेष गरी बारा बनाउँदाखेरि हामीले ध्यान दिनुपर्ने कुरो चाहिँ मासलाई भिजाइसकेपछि मास अथवा मासको दाललाई त्यसको बोक्रा राम्रोसँग जाने गरी धुने अथवा माडेर त्यसको बोक्रा जति निकाल्ने अनि त्यसलाई धेरै मसिनो पनि होइन धेरै खस्रो पनि नहुने गरी चाहिँ त्यसलाई मासलाई पेस्ट गरेर अनि त्यसको बारा बनाउँदाखेरि चाहिँ अनि स्पन्ज पनि राम्रो आउने अलिक फुल्ने र भित्र गुदी नबस्ने हुँदो रहेछ है साथीहरू। एउटा मात्रै खाएर कतिवटा हुँदो रहेछ 4वटा 5वटा पनि हुँदैन रहेछ 5वटा हुन्छ कति कति हाल्ने हाल्दै जाऊ न अनि बल्ल त्यति भाउजूले गर्नुभयो म्याडमले गर्नुभयो चाहिँ गर्नु। अब सेफद्वारा बारा बन्दैछ। यसरी फुल्नुपर्छ है, यसरी फुलेकोलाई चाहिँ एकदम राम्रो मानिन्छ, यसरी नफुलेकोलाई चाहिँ राम्रो मानिन्छ। यो बनाउनको लागि पहिला पेस्ट गरेर लगभग आधी घन्टा जति यसलाई छोपेर राखेपछि चाहिँ यो सबै टुक्रा सर्दा सबै कुरा पिस्ने यो चाहिँ किमा बारा अब आफ्नो चोइस अनुसार ग्रिन चिल्ली, रेड चिल्ली, चिल्ली पाउडर, कतिको पिरो खाने कतिको स्पाइसी खाने त्यही अनुसार राख्नु। यो किमा बनाउँदाखेरि चाहिँ हामीले बफ मिटलाई चप गर्ने, अनियन चप राख्ने, जिजी पेस्ट राख्ने, सिसी पाउडर राख्ने, थोरै तोरीको तेल राख्ने, त्यसपछि अनि यसलाई मोल्ने। अनि यसरी मोलिसकेपछि यो मोलेर आधी घन्टा जति राख्ने अनि त्यसैलाई यसरी किमा बारा बनाउँदाखेरि फर्काइसकेपछि फ्लिप गरिसकेपछि हल्का तेल हाल्ने फेरि लगभग पाकेको कन्डिसन जस्तो। स्पेसली रूपमा बारासँग हामीले बनाउने ड्याकुला सुप दिन सक्छौँ। ड्याकुला